So yeah guys, this is the day 18 of the series what can I have to be next 2 years. आज कलेजबाट चाहिँ प्रोग्राममा जानु छ। सो यहाँ अनि म चाहिँ घर आएर लुगासुगा फेरेर निक्लिँदाखेरि यस्तो मौसम थियो, पानी पर्ला जस्तो लागेको थियो। फेरि बाटोमा जाम परै थियो। आधी घन्टामा पुग्नुपर्ने बाटो 45 मिनट झन्डै 1 घन्टा लाग्यो। अनि त्यसपछि म पुगेँ कार्यक्रममा, प्रोग्राममा पुगेर मान्छेहरूसँग ऱ्यान्डमली इन्टरभ्यू लिँदै थिएँ। धेरै हेलो 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 के छ बवाल एक्साइटमेन्ट कतिको छ? अलि पानी खतरा है। कुन चाहिँ ब्यान्डको लागि धेरै एक्साइटमेन्ट छ? बर्दियाको बाघ हो नि। म त तृष्णा। अनि हाम्रो फर्स्ट पर्फर्मर बर्दियाको बाघको नि पर्फर्मेन्स हेरियो। यस्तो दामी भएको थियो त्यतिखेर। झन् पर्फर्मेन्सले गर्दा पुरै अडियन्सहरू जोसमा थिए। अनि बर्दियाको बाघको पर्फर्मेन्स हेऱ्यौँ हामीले, रमाइलो भएको थियो, एकदम एक्साइटेड थियो, इन्जोय गऱ्यौँ हामीले। त्यसपछि सेकेन्ड पर्फर्मर द फिरेन्तेको सुन्यौँ। अनि फिरेन्तेको पाली आयो, फिरेन्तेले नै आफ्नो ओजी गीत सुनाइसकेको। अनि त्यसपछि दि रकेट्सको पालो आयो। अनि दि रकेट्सको पालो सकेपछि वेटिङ वाज ओभर, तिर्सना गुरुङको पालो थियो। त्यसपछि तिर्सना दिदीको गीतहरू सुनिसकेपछि लास्टमा सबसे दामी पर्फर्मेन्स उहाँको ओजी गीत भयो। म चाहिँ घर आइसकेँ, अलि ढिलै भएको थियो, 8 साढे 8 भयो होला। एकदम रमाइलो भएको थियो कन्सर्टमा। थ्याङ्क यू रनवे फर अर्गनाइजिङ दिस होल प्रोग्राम। सो आजको लागि यहीँ एन्ड गरिदिन्छु भाइ।